देशको सिस्टम सफा गर्ने भन्दै घण्टी बजाउँदै हिँडेको रासोपाले 182 सिटसहित संसदमा सुनामी नै ल्याइदिएको छ। हिजोसम्म फेसबुकको कमेन्ट सेक्सनमा क्रान्ति गर्ने जेनजीहरू आज सुट पेन्ट कसेर सिंहदरबार छिरेका छन्। 138 को जादुई सङ्ख्याभन्दा निकै अगाडि पुगेको यो टोली हेर्दा लाग्छ अब संसद बैठक होइन, कुनै मल्टिनेसनल कम्पनीको एनुअल जेनरल मिटिङ हुँदैछ। यो 182 को भिडमा को छैन? 9 जना पीएचडी गरेका डाक्टर साहबहरू छन्, जो सम्भवतः अब विधेयकको दफाभन्दा बढी एकअर्काको थेसिसको साइटेसन चेक गर्नेछन्। वाइट कोट छोडेर स्टेथोस्कोप गोजीमा हाल्दै संसद छिरेका चिकित्सकहरूले देशको पोलिटिकल प्यारालाइसिस निको पार्छन् कि आफैलाई सत्ताको भाइरल ज्वरो लाग्छ त्यो हेर्न बाँकी नै छ। कलाकार, मिस नेपाल, र्यापरदेखि लिएर अचार बेचेर 70 जनालाई रोजगारी दिने उद्यमीसम्मको यो ककटेल पार्टीले अब नीति बनाउँछ कि नयाँ रियालिटी सो सुरु गर्छ, जनता कन्फ्युज छन्। सबैभन्दा डेन्जर ट्विस्ट त बालेनको इन्ट्रीमै देखियो। काठमाडौँको खाल्डो खनेर बालेन डोजर नाम कमाएका पूर्व मेयरले झापा पुगेर बाको गडै भट्काइदिए। अब संसदमा र्याप ब्याटल हुन्छ कि मर्यादित बहस, त्यो त सभामुखको म्युजिक सिस्टममा भर पर्ला। उता कयौं पुराना दलका हेभीवेटहरूलाई 26 वर्षे ठिटाहरूले ब्रो यु आर आउट भन्दै घर पठाइदिएका छन्। यो देखेर पुराना नेताहरू अहिले रिटायरमेन्ट होमको गुगल सर्च गरिरहेका होलान्। डिग्रीको भारी देखियो, तर प्रश्न अझै उस्तै छ। के संसदमा रेकर्डेड भिडियो र फेसबुक स्ट्याटसले बजेट पास हुन्छ? कि तिनै पुराना दलका घुनेका मुसाहरूले यी नयाँहरूलाई पनि आफ्नै पालतिर तान्ने हुन्? 182 को यो भिड केवल सङ्ख्याको खेल मात्र हो कि साँच्चै देश फेरिने सङ्केत? डिग्रीको प्रमाणपत्र र टिकटकको फलोअर्सले संसद त भरियो, तर के यिनले थोत्रो भइसकेको सरकारी फाइलको धुलो टकटक्याउलान् कि आफै त्यही धुलोमा मेकअप गरेर सेल्फी खिच्न व्यस्त होलान्?